ओए आमा, तिमी किन चिन्ता मान्छौ? तिमीलाई खुसी दिनुको लागि त म विदेश आएको छु। छोडिदेऊ अरू चिन्ता, सोच अब मेरो खुसीको दिन आउँदैछ। तिम्रो लागि भनेर पो दिन रात दुःख अनि पसिना बगाइरहेको छु। यस्तै छ छोराको परदेशको जिन्दगी। अनि 14 घन्टा ड्युटी, अनि तिम्रो याद, अनि तिमीलाई खुसी दिनु सक्छु कि सक्दिनँ तिमी बाँचुन्जेल, यही चिन्ताले सधैँ नि यो मन पीडामा पारिदिन्छौ है। अब छोडिदेऊ दुखाउन, जति छ दुखाउनु हाम्रो लागि गर्न। तिमी मरिहत्या गरेर हामीलाई यतिका बनायौ। अब तिम्रो दिन खुसीको दिन आउँदैछ आमा, चिन्ता नगर। तिमीलाई देखेर हाँस्ने शत्रुलाई अब तिमीलाई देखेर रुनेछ एक दिन, अनि तिमीलाई देखेर पश्चाताप हुनेछ एक दिन मेरी आमा। गुनासो नगर जिन्दगीसँग, जिन्दगी यस्तै हो, सधैँ पल्टी पल्टी। अनि समय र परिस्थितिलाई कहिले नि नसोच्नु, किनकि समय सधैँ जान्छ अनि परिस्थिति पल्टिन सक्छ। अब दुःख नहो मेरी आमा, म परदेशिएको छु अनि तिम्रो खुसी किन्नको लागि मरिहत्या गरी आफ्नो पसिना बगाइरहेको छु नि मेरी आमा। सधैँ नि तिमी हाँस्नु अनि सधैँ नि खुसी हुनु, किनकि जिन्दगीमा खुसी नि किन्नको लागि म परदेशिएको तिम्रो खुसीको लागि मेरी आमा। सधैँ खुसी हुनु है।